यो खानेको माया हो, खानेको मेरो माया होइन, खानेको माया हो। चिया पकाम भने नै चिया नखाने भन्छ आजकल। यो गिफ्ट दिन्छु मम्मीले के कस्तो एक्सप्रेसन दिन्छ। ह्यापी बर्थडे कस्तो होइन कम से कम टावर सुरुवाल त लगाइदिनु साको चैतमा हो त सबभन्दा धेरै कसको माया। हेलो गुड मर्निङ साथीहरू, आज फेरि पनि न्यू ब्लगको साथमा म आइसकेको छु। हजुरहरूले चाहिँ मेरो ब्लग हेरेर मन पराउनुहुन्छ भन्ने आशा छ है साथीहरू। अनि अब मैले सकेसम्म त मैले डेली ब्लग ल्याउने कोसिस गर्दैछु साथीहरू। अब सक्दै नसकेपछि त के भन्न सकिन्छ र मेरो चाहिँ प्रोफेसनली अरू काम पनि रहेको छ साथीहरू है। अनि त्यही भएर सकेसम्म मैले चाहिँ म ब्लग ल्याउने कोसिस गर्दैछु। अनि मेरो च्यानललाई चाहिँ हजुरले सब्सक्राइब गर्न नबिर्सिनु होला है। अनि अब लेट्स गो माई स्टार्ट माई ब्लग। ओके साथीहरू मेरो छोरी ड्युटी छोरी सुत्नु भइरहेछ। ए ठुलो छोरीले आए हेर्नुभएको छ है सानो छोरी। ल बेबी गुड मर्निङ, बेबी गुड मर्निङ। खै त ठुलो छोरीले गुड मर्निङ भनेको। गुड मर्निङ हजुरले गुड मर्निङ। निन्दैमा हुनुहुन्छ? हेर्नु न निन्दैमा हुनुहुन्छ के उहाँ। ल बेबी गुड मर्निङ खै त। हेर्नु न साथी उहाँ चाहिँ निन्दैमा हुनुहुन्छ। सो अब चाहिँ म चाहिँ आफ्नो कामतर्फ लाग्छु। मेरो काम अब छिटै स्कुल जानुपर्ने हुन्छ नि त साथीहरू। सो मेरो आफ्नो कामतर्फ ल साथीहरू म चाहिँ कपडाहरू यति भताभुङ्ग भइरहेछ। हिजो चाहिँ दिउँसभरि सुकाएको के अरे बेलुका ल्याएर यसो राखेको थिएँ। अल्छी लागिरहेको थियो त्यसरी। अब थकान स्कुल जाने मान्छे दिनभरि स्कुलमा उठिराख्नुपर्छ नि त। त्यही भएर थकान लागिरहेको थियो। त्यही भएर बनाउन पाइनँ साथीहरू, यो मिलाउनु पाइनँ। अब चाहिँ मेरो काम रेडी। अब यो मिलाउँछु एकचोटि अनि यता खानासानातिर पनि पकाउँछु। किनभने फेरि स्कुल जानुपर्ने हुन्छ, ढिलो हुन्छ नि त साथीहरू। सो अब चाहिँ म आफ्नो कामतर्फ लाग्छु। के भयो छोरी के भयो मुखमा भयो? तिमी हजुर बस्नुहोस् न, हजुर बस्नुहोस्, म काम गर्छु। हजुर ज्ञानी भएर बस्नुहोस् ल। ओके हेर्नु न यस्तो बच्चासँग यति गाह्रो हुन्छ नि साथी। ल साथीहरू मैले बेड बिस्तर मिलाइसकेँ। के लाग्छ छोरी तिमी? ए सबै मिलाइसकेँ, रेडी पारिसकेँ। अब यसै कोठाहरू ट्याक्क मिलाइसकेँ। अब यहाँ चाहिँ नानी पढ्न लाग्नु भएको छ है। के लाग्नु भएको छ हजुर? आवाज बुझाएर बोल न भाइ। किन? अनि ऊ चाहिँ त्यहाँ खाना चाहिँ पाक्दैछ। अलिक लेले देखिरहेको छैन होइन। त्यहाँ चाहिँ खाना पाक्दैछ। अब साथीहरू मैले चाहिँ मेरो काम भ्याइसकेँ। अब चाहिँ म एउटा मसँग गिफ्ट रहेको छ। यो चाहिँ मामुलाई दिन चाहन्छु। कस्तो एक्सप्रेसन गर्नुहुन्छ हेरौँ है त। यो गिफ्ट लिएर पिङ्क कलर छोरी। पिङ्क कलर राखौँ कि पर्पल? अब छोरीले हेरेर चाहन्छ नि अरे दुईटै कलर छ। अब मम्मीलाई चाहिँ दिने हो भने उहाँ छोरी पढ्न लागेको छ। कहाँ राख्यो हो मैले? कहाँ राखेँ त हो? भेटिनँ हो अहिले। ल साथीहरू अब चाहिँ म गिफ्ट दिन जाँदैछु है। यो गिफ्ट दिन्छु मम्मीले के कस्तो एक्सप्रेसन दिन्छ। ल मेरो नाना आयो, मेरो नाना ह्यापी बर्थडे कस्तो होइन होइन। कम से कम टावर सुरुवाल त लगाइदिनु पर्छ बाललाई। अब त घाम लागेको चाहियो। म के हेर यो मम्मीको नाना है लगाउने गफ लगाएर है लगाउने।
नाना चल जाऊ र हेर जाऊ बर्थडेमा लगाउने हुन् अहिले साकुको कपडा हो त्यो हजुर तसँग कुरा गरेर भएन भन्नुहुन्छ कस्तो लाग्यो कपडा साको यस्तो हुन्छ चैतमा हो त सबभन्दा धेरै कसको माया मान्छु खान्छ भन्दा कममुको मान्छु अनि कसको मान्छु अरू सबैको मान्छु कममुलाई नदेखेपछि मरिजान्छ यो खानेको माया हो खानेको मेरो माया होइन खानेको माया हो चिया पकाम भन्दा नै चिया नखाने भन्छ आजकल खान्न दुध खान्छौ दुध आइ बुबु केक किन्न मन लाग्ने साथीहरू पसल पनि छ है अनि अब यो चाहिँ मम्मीलाई मन पर्यो अरे साथीहरू मम्मीलाई चाहिँ यो कुसुसुमल एकदम मन पर्यो भन्नुभएको थियो है सिम्पल राम्रो अब चाहिँ मैले मेरो चाहिँ कामतर्फ लाग्दैछु अब स्कुल जानुपर्ने हुन्छ नि त साथीहरू सो चाहिँ अब मैले चाहिँ खानसाना पकाएर खानासाना खुवाएर केटाकेटीलाई भ्याएर अनि त्यसपछि अनि आफू पनि पढाउनु जानुपर्ने हुन्छ मेरो हेर न साथीहरू हेर्नुहोस् त यति लथारिङ मेरो मात्र छोरीले हो कि सबैको छोरीले हेर्नु एउटा पो होमवर्क गर्दा यति धेरै यो 4 गराउँछ हेर्नुहोस् त आमामामा अब भर्खर सफा गरेर गएको यस्तो छ हालत ल हेर्नुहोस् यस्तो छ हालत होमवर्क गर्न बसेको मान्छे कहाँ आएर खाना खुवाइसकेपछि उनीहरूलाई चाहिँ ठुलीलाई चाहिँ अर्को स्कुल सानी चाहिँ मसँग स्कुल पढ्छ नि त मेरो स्कुल पढ्छ ठुली चाहिँ अब पहिल्यैबाट उहाँ चाहिँ अब फरकै स्कुल पढेको हुनाले चाहिँ उहाँ चाहिँ ऊ पुरानै स्कुलमा पढ्नुहुन्छ आफ्नो स्कुलमा पढ्नुहुन्छ म चाहिँ अब डिफ्रेन्ट स्कुलमा पढाउँछु अनि त्यसपछि म र मेरो सानो छोरी चाहिँ डिफ्रेन्ट स्कुल जान्छौँ अब चाहिँ अहिलेलाई यति नै अनि